कहाँ लेखेर आयो अघि त्यो भनेको के पो के थियो ऊ त्यहाँ ऊ के लेखेर म त आँखै देख्दिनँ ज भाइ नेपाली पढा त पढ्ने आउँदैन मलाई त होइन देख्दिनँ कि यता हेर खाजा खाजा खान लागेको कस्तो छ आलु मिठो छ अब चाहिँ हामीले चिया खाएर जान लागेको त्यो जुत्ता त्यो सोधा भनेर साट्नु मिल्छ भने साटौँ भनेर अब चाहिँ हामी कति बज्यो 12 बजे होइन 12 बजे खाना खान लाग्दैछौँ ए हुन्छ अनि यतातिर हाम्रो यसो त म्याम अनि भाइ अनि उसो हिरो हो के हो झर्दैन हौ हामी चाहिँ उहाँ तलबाट आएको है यहीँ त हो नि तलबाट ए उहाँ आएको बाटो पनि त्यही त जाने हामी चला न त्यो चाहिँदैछ सबैले एनएस मात्र बोक्न जान्छ गेस हामी चाहिँ युट्युबमा जस्तो लागिरहेछ मलाई यही हो अझै जुम गर्न अझै हिमालको बिजोक यहाँ चाहिँ गाउँ रहेछ अमा ठुलो बस्ती रहेछ उसब यहाँ त मैले देखेँ होइन नि त राम्रोसँग हेर न क्यामेरामा यहाँनिर ठुलो बस्ती यार तर आमा काट्नु पनि उही कति छिटो बाँडे मुलो खेलाइ उही के हो मैले जिति क्या तिमीले मेरो Happy birthday, Sumina. Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Sumina. Happy birthday to you.
हामी चाहिँ उठेर छिटो 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 रेडी भएर यहाँ चाहिँ सबजना चढ्दै हुनुहुन्छ यहाँ हाम्रो चाहिँ आएन गए पनि म चाहिँ यहाँ अगाडि बस्न चढ्दै जाने हुँदैछु अनि हामी अब तपाईँलाई बाटो बाटोमा देखाउँछ अनि माथि पिकको भ्यू देखाउँछ सब आयो भन हामी चाहिँ 3 बजी उठेर मेकअप गरेर चुप 1:30 2 हो 2 बजी उठेर मेकअप गरेर यहाँ कति बजिसक्यो 3 बज्न आइसक्यो अहिलेसम्म छैन मान्छे कोही छैन बहिनी यहाँ छैन अब हामी कहाँ जाने भन्दै हो न अब हामी तपाईँलाई पिक गएर भ्यू देखाउँछौँ बाई बाई माथि चाहिँ अब को लिँदैन कहिले आफ्नो मान्छे सधैँको लागि टाढा भइदिने त कहिले टाढाको मान्छे पनि सधैँको लागि आफ्नो भइदिने फर्कन्न होला यता हेर्दा यसो कस्तो लागिरहेछ उसबलाई भाइलाई यता हेर न भिडियो गर सबै कुरा यहाँ एकदम लाग्ने रहेछ उडाउने हावा छ यो त मलाई उडाउँछ है मेरो छ त्यो ब्यागमा त आफ्नो बेट्रै ब्यागमा निकाल्नु त ठिकै न जी
हाई उसब तिमीलाई कस्तो लागिरहेछ तिमीलाई यहाँ आउँदाखेरि कस्तो लागिरहेछ भन न जाडो जाडो तर हामी यहाँ छौँ यसो खालि फोटो खिचाइ चाहिँ अनि हामी यस्तो दामी छ यो मोडल अनि यसको साथै घुमेरो अब चाहिँ हामी अलि यता मासतिर फोटो खिच्न जान लागेको देख्न सक्नुहुन्छ राम्रो छ हजुर अब म यहाँ टक्क चस्मा लगाएर हिरोनी बनिन्छु गाइजहरू यहाँ दे न यहाँ पनि उसलाई नि दे ल चोलो खाँदैन रहेछ ल ल ऊ त नन भेज जस्तो हो गुड बोय बोय हो कि गर्नु चाहिँ थाहा होइन कस्तो राम्रोसँग खा ल ल अर्को लो ला के को लाऊ ल टेक इट ब्रो टेक इट गुड ऊ त्यसलाई दिनु ला भने यो बिस्कुट ल ल खान्न रहेछ यार यसले त यसले खान्छ ल ल खाँदैन रहेछ यसले मात्रै खाने रहेछ ल अनि मिल्नु पर्ने हो यो यहाँ त खिचौँ न डान्स गरौँ रुद गर्नु मिल्छ हामी अब फोटो खिचेर फर्किँदैछौँ घरतर्फ गाइजहरू ल हेर्नु यस्तो देखिन्छ यहाँ रमाइलो भयो तर म यहाँनिर हामी फर्किन लागेको हामी स्न्याकर खाँदै हो नि त उसब अनि यो चाहिँ महँगै अनि अत्तापट्टि आयो अब हामी जान्छौँ स्न्याकर्स खाँदै तागत ल्याउँदै यस्तो हावा लागेको छ आज बिहान यहाँबाट हिँडेर तर लास्ट 2 घन्टा लाग्ने रहेछ है यसो त अब हामी हिँड्दैछौँ खानेकुरा यहाँ छ कस्तो भयो ल तिमीहरूको यात्रा भन त यसो त रमाइलो भयो कि भएन भ्यू कस्तो लाग्यो भ्यू त खुलेको नै हो अनि उयो मलाई त नबिल ब्याङ्कले नि पठाइसक्यो यार ह्याप्पी बर्थडे भनेर उता झेन होइन बर्थडेतिर सफोरा हुन्छ नि यतातिर यहाँबाट हामी सफोरा हुन्छ नि हामी कफी स्टारबक्स अनि कोस्टाहरू चाहिँ एकदम पपुलर ब्रान्ड हो क्या फर कफी उनीहरूले नि ट्रिट दिन्छ क्या कफी बर्थडेको बेलामा कहाँ डाँडा लाग्यो तँलाई कहाँनिर हेर्नु न हेर ऊ यहाँ कति धेरै टाढै टाढा के गर्ने तरेको मान्छे आयो भने त एक दिन काम गरेर साथमा जान्छ हामी चाहिँ अब फर्किँदैछौँ
आमाङ्री पिकबाट तपाईँहरूलाई म भिडियो चाहिँ त्यहाँनिर पहिले अगाडि राखिदिन्छु मैले यदि भिडियो एडिट गरेर बनाएँ भने त्यस्तो धेरै त बनाएन त्यही हो हामी चाहिँ सायद मेबी यहाँबाट हिँडेर आएको जस्तो लाग्छ अनि आउँदैछन् मान्छेहरू अहिले चाहिँ हामी फर्किन लागेको दाइ आउनुहुन्छ हामी चाहिँ आइरहेको छौँ जङ्गल लगभग हामी पुग्नलाई हामी 2 जना मात्रै यसुदा र भाइ चाहिँ छैन अल्छीहरू आएको छैनन् यस्तो जङ्गल हामी शान्त भएर हामी हिँड्दैछौँ युट्युबमा हाल्ने भनेर के बोल्छ बच्चाहरू मेरो छोरी लड्ला भनेको के भन्छु मैले केही भनेन मेरो छोरी लड्यो भने फेरि अङ्कलको यहाँ के हुन्छ अङ्कललाई अङ्कललाई गाल आउँछ त्यही भनेर यहाँ दाइले यहाँ छोरीलाई राम्रोसँग पुऱ्याएर ल्याइदियो भने मलाई दाइले दिब्बा ओह्रालो धऱ्यो नि त यहाँ सिधै खाल्टो उकालो हो उकालोमा हामी होइन गाडी यहीँसँग ल अब हामी अलमोस्ट हामी आइपुग्यौँ ओ घाम टल्क्यो हाम्रो फेसमा कान्छीको ग्लो आइरह होला हामी लगभग 2 मिनटमै पुग्छौँ होला तर कस्तो लाग्यो सब तिमीलाई एकदम रमाइलो लाग्यो गयो है हो अरू केही भन्नु मन छ के भन्नु केही भएन के कन्टेन्टै भएन उ सब के गर्ने लडिदिनु हाल्ने कि नहाल्ने त ओ फाइनली हेर्नु सक्नु हामी यहीँनिर हाम्रो बस भएको होइन बेस क्याम्प हाम्रो जिप चाहिँ यतातिर छ हामी चाहिँ यता यो माथि यो यहाँबाट हिँडेर कस्तो खुट्टा लक कामेको यहाँ अब हामी यहाँ चढेर अब ब्रेकफास्ट गर्छौँ गाडीहरू मलाई ल थाहा लाग्ला हामी ब्रेकफास्ट गर्न लागेको तरकारी बोकिरहेको हामी यहाँबाट निस्किन लागेको यता के यसो बाई सिन्धुपाल्चोक सिन्धुपाल्चोक हो र मलाई चाहिँ बिरामी भयो टाउकोमा उपारेर चाहिँ देखिरह होला है ह्याप्पी बर्थडे अलि राम्रोसँग त ल यसको ह्याप्पी बर्थडे दिमाग खराब कम्प्लिट नै भाँदैन ऊ आइसकेछ मान्छे त बोलाएको थिएन यशोदालाई फोन गरिरहेको थियो एकछिन टाइम लगाउँछ होला भने त ऊ त आइसकेछ मलाई फोन गरेर वाइन पनि ल्याइनुहोस् यति गरेको के साह्रो भयो यहाँ हेर्नु न हामीले कति गरेछौँ थ्याङ्क यू बहिनी यो एमआइको भ्लगमा हाल्ने है गाइज नापिस अरूले बनायो ह्यान्ड राइटिङ हेर्छु नि कसले बनायो मैले बनाएँ नि त कन्छ त्यसरी हो ओहो त्यो कसको ह्यान्ड राइटिङ हो र खै आई मे नट बी दियर विथ यु बट आई विल अलवेज बी दियर फर यु रे लेस्टुको फोटो लेस्टु हेभ यु रे यसले त यो फोटो नि कहिले वेटिङ फर यु डु नट डिजर्भ अ प्याराग्राफ यु डिजर्भ 1000 बुक्स रिटन अबाउट वाउ हाउ अमेजिङ यु आर ह्याप्पी बर्थडे रे फु गर्न फु गर्नुहुन्न के ए नापिस तैँले हिजो त फुए गरेथिस् हो र काट्दिउँ कहाँबाट सुरु गर्ने